हेलो एन्ड वेलकम छ हजुरलाई मेरो छोटो मिनी भ्लगमा। आज चाहिँ पानी परेको गरेर हैरान थियो। अहिले चाहिँ म जान लागेको स्कुलमा एक्स्ट्रा क्लास पढ्नको लागि। स्टेसनबाट बाहिर निक्लेँ र गएँ म म्याकडोनल्ड्स, अनि किने बर्गर र खाँदै स्कुल गएँ। स्कुलमा त अहिले यस्तो राम्रो फुल पनि फुलेको रहेछ। धेरै पछि स्कुल आएर हो कि कस्तो अर्कै लागिरहेको थियो। सबैजना पढिरहेको थियो भने म र गोरे भाइ चाहिँ गफ लाउँदै बस्यौँ। त्यसपछि ब्रेक टाइममा गएँ म पानी किन्न। त्यसपछि यस्तो स्कुल ग्राउन्डमा गएको त यस्तो राम्रो सेतो फुल पो फुलेको रहेछ। आज फेरि एक्स्ट्रा क्लासमा चाँडी आउनेलाई चाउचाउ र ढिलो आउनेलाई मिठाई पो बाँडेको रहेछ। केटाहरू भने टाइममा आएकोले चाउचाउ पाएर खुसी थिए, आफू त ढिलो आएको मिठाई मात्रै पाएँ। त्यही मिठाई भयो नि खाँदै गएँ म घरतिर। ट्रेन आउन अझै टाइम थियो, त्यसैले गएँ म लसन अनि किने चक्लेट। त्यसपछि खाँदै कुरे ट्रेन। सो फाइनली ट्रेन पनि आयो र चढेँ म भित्र। स्टेसनबाट बाहिर निक्लेँ र आएँ म घर अनि खाएँ आइसक्रिम। त्यसपछि खाएँ खाना। र आजको लागि यति। सब्सक्राइब फर मोर भिडियो एन्ड बाई।